सो गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। हामी पोखराबाट अब मनोकामना जाँदै हो। आज चाहिँ हाम्रो रुजल भाइको मामाको हजुरआमा र मामासँग हामी मनोकामना जाँदैछौँ र त्यसको बिचमा पर्ने यो दोरबराई भन्ने मन्दिर अनि अर्को एउटा मन्दिर छ अरे बिचमा बाटोमा, त्यो मन्दिर अनि हामी जानेछौँ मनोकामना। सो आज दिनभरि तीनटा मन्दिर भ्याएर हामी बेलुका ब्याक टु पोखरा हुनेछौँ। अनि त्यस पछाडि आउनेछ हाम्रो पोखराको रमाइलोवाला भ्लग। हामीले केही पनि गरेका छैन अहिलेसम्म चाहिँ, त्यस्तो घुम्ने ओर्ने केही गरेका छैन। हिजो मामा घरमा पूजा थियो, पूजा एटेन्ड गर्यो। मनोकामना घुमेर आएर चाहिँ हामी लेक साइड घुम्ने, कायाकिङ गर्ने सबै त गर्नेछौँ। अब यो पछाडि जाने मन्दिरको नाम चाहिँ मलाई याद भएन। छौदी भराई पुरा एडभेन्चर भइरहेछ। पुरै एडभेन्चर, हाइकिङ ट्रायल सब भइरहेछ अहिले। हामीले डिपाल एसो7लाई अफरोडिङ हानिरहेको छौँ होइन त, साँच्चै भन्नुपर्दा। म कतिमा बोलेको अरे ठुलै हुँदा हो क्या, ढिलो बोलेको। अनि यहाँ आएपछि चाहिँ उसले बोल्न थालेको हो। नाइस। के भने मुनि मुनि भने यसरी एउटा एकदमै पावरफुल मन्दिर रहेछ। जय माताले सबैको रक्षा गर्नुहोस्, हाम्रो पनि रक्षा गर्नुहोस्। सबैको गर्नुहुन्छ। अब हेडिङ टुवर्ड्स अर्को मन्दिर। यहाँनिर सक्यो, जस्ट भिड रहेन रहेछ र छिटो दर्शन भयो, आशीर्वाद पाइयो। दोरबराई मन्दिर चाहिँ हामी मुगलिनदेखि पोखरा जाँदाखेरि जुन चाहिँ पोखरा आउनुभन्दा लगभग 25 किलोमिटर ओर होला होइन त? 25देखि 30 किलोमिटर पोखरा आउनु भन्दा ओरै दुलेगौडा भन्ने ठाउँबाट चाहिँ हामी भित्र छिरेको छौँ। लेफ्टपट्टि कुन आमा मन्दिर? दोरबराई। यो चाहिँ हामी दोरबराईबाट अलिकति ओर बाटोतिर फर्किँदाखेरिको खोला हो। कुन खोला हो पनि थाहा छैन मलाई। कुन खोला हो? यो नदी हो, गङ्गा नदी हो। दामी है यो स्ट्रक्चर, हेर न। उहाँदेखि खोला चाहिँ के हो थाहा छैन तिमीलाई पनि? खोला गङ्गा नदी होइन हो, साँच्ची हो, गङ्गा हो के ले गङ्गाको पानी। अहिले चाहिँ हामी आइपुगेको छौँ छाब्दी बराही मन्दिर। यो पालिको ट्रिप चाहिँ अनएक्सपेक्टेड भइरहेछ मेरो। सबै पोखरा आएको मान्छे अब छाब्दी बराई आइयो, त्योभन्दा अगाडि दोरबराई गयो, अब यस पछाडि मनोकामना गइन्छ, त्यस पछाडि हाम्रो कुन केप पनि जाने कुरा छ होइन? ब्यास केप पनि जाने कुरा छ। त्यो चाहिँ टाइम मिल्यो भने जान्छौँ। अहिलेको लागि चाहिँ छाब्दी बराही विष्णु भगवानको मन्दिर रहेछ यो चाहिँ। झर्ना जस्तो पनि छ र यहाँ चाहिँ हामीले लाइन पनि बस्नु पर्यो। ठिक छ, लाइन पनि बस्ने। भगवान्लाई यत्तिकै भेट्न कहाँ पाइन्छ र? यो चाहिँ रहेको छ छाब्दी बराही मन्दिर र यसमा हामीले अहिले पूजापाठ गरेर आशीर्वाद लिएर यहाँबाट पनि निक्लिसक्यौँ। अब नेक्स्ट डेस्टिनेसन हुनेछ हाम्रो मनोकामना। अलिअलि कन्फ्युज हुन्छु। अनि आजको दिन सकिनेछ, हामी त्यस पछाडि पोखरा फर्किनेछौँ। बेलुकै हुन्छ लगभग पोखरा फर्किँदाखेरि। त्यो चाहिँ हुन्छ देखाउँदै जानेछु। आज खासै धेरै खिचाइ चाहिँ छैन मैले, तर अब यहीहरू एउटा छोटो मिठो भ्लग हजुरहरूको सामु प्रस्तुत गर्नेछु। ओहो, यहाँ सास बन्द गर्नुपर्ने हो। अब यस्तो भयो
क्या सास बन्द गरेर जाने सकिन्छ नि त यो सास बन्द गरेर पुल काट्यो भने पुग्छ माइको बन्द गर्छु त्यो बन्द त उयो हो कहाँ सक्ने हो र सकिँदैन लामो छ कि पुल ऊ छ के जाम छ यो तीनटा खोलाको सङ्गम भएको त्रिवेणी हो यो त्रिवेणी सङ्गम हो त्यही भएर यहाँ चाहिँ सास रोकेर कट्यो भने मनोकामना पुरा हुन्छ हामी अस्ति मनोकामना जाँदा त खाली थियो भन्काएर गएको थियो यादै भन फर्केर आउँदा गरमला भनेको फर्केर आउँदा यस्तै टाइम चाममा परियो बिचमा आएर त टाइटै फिस भयो लामै छ नि त खाली हुनु भने त गरिन्छ खाली हुँदा नि सकिँदैन क्या सकिँदैन र खाली यो होइन खाली हुँदाखेरि कति 1.5 मिनटमा कटिन्न होला रे कहाँ लाग्छ र त्यत्रो 1 मिनटमा कटिन्छ हैन जी त्यो त 1 मिनट सकिन्छ सकिन्न के 1 मिनट सास रोक्न सकिन्छ है कति मिटरको छ र यो सकेर ल ला तैँले रोकिरहनु आयो मैले नाक समातिरहेको छु सकेर सो अहिले चाहिँ हामी मनोकामना आइपुगेको छ यो भयो मनोकामना केबल कार मैले पार्किङ बल्ल बल्ल पाएर राखेँ अब टिकट काटेर भाइ मामा आमाहरू लाइनमा हुनुहुन्छ तर टाइम लाग्छ लास्ट लामो छ लाइन चाहिँ लाइन त लामै रहेछ है आमा कति हो के अझै त्यहाँ कस्तो पो हुन्छ मैले त यहाँको मात्रै अब यहाँबाट यस्तो गरेर यहाँनिर जान्छ होला भनेर सोचेको उता गएको रहेछ लाइन त पुरै कहाँ गएको यो लाइन लाइनमा बसिरहेको छु मेन एक्चुअली दिस इज माई सेकेन्ड टाइम कमिङ टु मनोकामना फर्स्ट टाइम चाहिँ मैले 2073 तिर आएको थिएँ होला स्कुल पढ्दाखेरि टुरमा आएको थिएँ दिस इज माई सेकेन्ड टाइम बाहिर 1.5 घन्टा लाइनमा बस्यो ल अब चाहिँ बल्ल भित्र छिर्यो नि त 1.5 घन्टाको स्ट्रगल पछाडि भनेर सोचेको यो छ भ्यू अब यत्रोजना पछाडि मात्रै हाम्रो पाला आउने रे ठिक छ हामी सहन्छौँ यो दुःख पनि सहनै पर्यो होइन बल्ल स्ट्रगल सक्यो भनेको अब असली स्ट्रगल अब सुरु भयो क्या हाम्रो केबल कार आइरहेछ अब हामी फाइनली अब केबल कारमा चढ्न आँटेको छ होइन ल जम 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 जमामा जम बसौँ बसौँ ल बस्यो है त उता ठोक्यो त मनोकामना सर्लकको स्पिडमा पो गयो त यो त हामी आउँदाखेरि भइरहेको थियो 1 महिना अगाडि आउनुभयो हजुरहरू म 8-9 वर्ष पछाडि आएको 8-9 भन्दा नि 10 पुग्यो होला 72 कि 73 मा आएको थियो अहिले 82 भइसक्यो भनेपछि 9-10 वर्ष अहिले त त्यतिखेर डर लागेको थियो सानो थिएँ अहिले ठुलो भयो होला डर लागेन बाटो त मजाले बाटो नै आइसकेछ अब उ त्यहाँनिर हो हामी जानुपर्ने त्यो पहाड बाटो चाहिँ आइसकेछ लगभग अहिले नै चाहिँ हाम्रो त्यो डिपालहरू टाइपको चाहिँ ल्याउन मिल्दैन तर फोइफो गाडीहरू चाहिँ आउँछ है फोइफो गाडी त आउँछ अब त हतार हतार गर अब हामी ठाउँ ओगर्दै गर्ने किनभने माथि पनि लाइन हुन सक्छ हुन्छ ठिक छ चुमचुम कता हो यतै हो कुद्नै पर्ने हो तर हामीभन्दा अगाडि डेन्जरै भिड थियो नि त होइन त्यो भएर पनि
भिडै छ होला होइन ठिक छ आमाहरू बिस्तारै बिस्तारै आउँदै गर्नुहोस् कहाँ सुन्न थाल्नु हाम्रो आफ्नै क्यामेरा छ हामी नसुन्ने कति दोकान हो कि त्यही भने छिटो छिटो गर ठाउँ रोकौँ भनेर आएको हामी नै पुगिनौँ कि क्या पुग्यौँ फाइनली मनोकामना मन्दिर आइपुग्यो उतापट्टि हिमाल दामी देखेको छ होइन ठाउँ ओगटेर राख्नुपर्छ हामी होइन ठाउँ ओगट्ने भनेर आएको खतरा भिड छ लाइन माथि छ हामी अब माथि गएर लाइनमा बस्छौँ जय हो माता की यसो बुझ्दै जाँदाखेरि हाम्रो पालो चाहिँ भोलि बिहानै आउँछ जस्तो छ भोलि बिहानै हाम्रो चाहिँ पालो आउँछ जस्तो छ खोइ मन्दिर कहाँ छ हामी माथि चढेछौँ ल भाइ यो थाहा छैन हामी मनोकामनाको कुन गल्ली पुगिसक्यौँ जान चाहिँ धेरैवटा गल्ली पट्टिम तर लाइन चाहिँ सकेन भोलि होइन साथी हो पर्सि आउँछ हाम्रो पालो ठाउँ ओगट्नको लागि भनेर लाइन छिटो आउँछ भनेर आमाहरूलाई तलै छोडेर हामी दुईजना आएको कम्तीमा 1000जना त छन् के भन्छौ भाइ तिमी कम्तीमा हाम्रो अगाडि कति होला हजारभन्दा माथि छ 1000 भन्दा माथि छ अघिदेखि हिँडेछौँ ए अब आयो भनेको त होइन रहेछ कहाँ हो चाहिँ ए ल ठिक छ राम्रै हो फाइनली 1:30 बजीदेखि लाइन बसेको 5:30 मा हाम्रो दर्शन भइसकेको छ र माताको आशीर्वाद दिइसकेको छ र हजुरहरू जति पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ सबैलाई माताले आशीर्वाद दिनुहोस् मेरो लेन्सबाट हजुरहरू पनि आशीर्वाद लिनुहोस् दर्शन गर्नुहोस् आजको लागि यति नै साइनिङ अफ बाई